अहिले प्रेसले आफैलाई नियन्त्रण गर्नुपर्ने अवस्था भएको छ। धम्की आउँछ, धम्कीको राज, त्रासको राज, अराजकताको राज चलाउन खोजिएको छ। र अहिले काम गर्न नसक्ने भ्रष्टाचारमा लछप्प डुबेको यो सरकार, नकली सरकार, यो सरकारले जेनजीका नाममा केही मानिसहरूलाई बोलाएर आफैले तयार गरेका मागहरू प्रस्तुत गर्न लगाएर आफैले आफ्नो विरोध गर्ने, आफूलाई दबाब दिने वातावरणका लागि तालिम दिइकन मान्छे बोलाएर सुशासनका नाममा घृणा र द्वेष फैलाउने खालका कामहरू गरिरहेको छ। सुशासनका नाममा कस्तो सुशासन खोजेको छ? दुर्गा परसाईको अरू के हो म जान्दिनँ। दुर्गा परसाईले निकालेको क्यासेटको सम्बन्धमा नेपाली जनतालाई सरकारले बताउनु पर्छ, प्रधानमन्त्रीले बताउनु पर्छ के हो त्यो क्यासेट। प्रधानमन्त्री सुशीला कार्कीको आवाज हेलिकप्टर उडेको देखाएपछि सेनाले नेताहरूलाई बचायो भन्दा किन बचाउने भनेको पूर्व प्रधान न्यायाधीश अहिलेका असंवैधानिक प्रधानमन्त्री सुशीला कार्कीजीको आवाज सुनिन्छ। त्यो के हो? नेपाली जनतालाई बताउन सुशीला कार्कीजी, बताउनु पर्यो नेपाली जनतालाई। तपाईँ देशको प्रधानमन्त्रीको कुर्सीमा बसेर यो किन बाहिर ल्यायो क्यासेट भनेर मान्छे गिरफ्तार गरेर धर पाउनुहुन्छ? मान्छे गिरफ्तार गर्ने होइन, त्यो क्यासेटको छिनोफानो हुनु पर्यो। गर्नुहोस् न, भन्नुहोस् न के हो त्यो? कहाँ बसेर तपाईँ आग लागि देश जलिरहेको हेरिरहनु भएको थियो? कहाँ बसेर तपाईँ मारकाटको पक्ष पोषण गरिरहनु भएको थियो? तपाईँ त नेताहरू किन बचाउने भन्दै हुनुहुन्थ्यो भनेको बनाउने भन्दै हुनुहुन्थ्यो त होइन र? कस्तो मान्छे देशमा प्रधान न्यायाधीश भएछ त? कस्तो मान्छे बचाउन सेनाले बचायो भन्दा किन बचाउने भनेर उफ्रिने मान्छे प्रधान न्यायाधीश भएका रहेछन् यो देशमा। कठैवरी देशको हालत। त्यस्तै मान्छे फेरि प्रधानमन्त्री भएका छन्, त्यसै बापत। यसको जवाब दिनु परेन प्रधानमन्त्रीज्यू? त्यो क्यासेट के हो त्यो जवाब दिनु पर्यो। मजाक हो यो? जेनजीका नाममा जेनजी भन्ने एउटा आर्टिफिसियल शब्द अगाडि सारियो। दुनियाँका विभिन्न देशमा विभिन्न भागमा जेनजी नामको अस्वाभाविक एउटा शब्द निकालिएको छ। कम्प्युटरको विकासको चरणलाई मानिसको पुस्तासँग जोडेर जेनजी पुस्ता भन्ने गरेको छ। यो आफैमा कृत्रिम अयथार्थ कुरा। यसरी जेनजीका नाउँमा युवाहरूलाई दिग्भ्रमित पार्ने र उनीहरूको सेन्टिमेन्टलाई दुरुपयोग गर्ने काम भयो। भ्रष्टाचारका विरुद्ध हामी लडिरहेका थियौँ। सुशासनको पक्षमा, विकासको पक्षमा हामी लडिरहेका थियौँ। देशमा वाक प्रकाशन स्वतन्त्रता, प्रेस स्वतन्त्रताको पक्षमा हामी दृढ भएर अडिरहेका थियौँ। त्यस्तो बेलामा हामीले हाम्रो देशको संविधान, हाम्रो देशको कानुन मानेर कुनै पनि व्यावसायिक अन्तर्राष्ट्रिय संस्थाहरू नेपालमा काम गर्नुपर्छ भनेर 1.5 वर्षभन्दा अगाडिदेखि प्रयासरत रह्यौँ। तर असमझदारीले होस्, जेसुकैले होस्, राष्ट्रिय स्वाभिमानलाई नजरअन्दाज गर्ने, होच्याउने खालका प्रवृत्ति देखेपछि हामीले त्यसलाई स्वाभाविक रूपमा राष्ट्रको स्वाभिमान
संविधान र कानुन बमोजिम सबै चलौँ भनेर एउटा नियमनको प्रक्रिया अगाडि बढायो। सम्मानित सर्वोच्च अदालतले पनि यसो गर्नु भन्ने आदेश सरकारलाई दिएको थियो। त्यसअनुसार हामीले व्यावसायिक संस्थालाई ध्यानाकर्षण गराउनका लागि नियमन गर्ने कदम अगाडि सारे, त्यसलाई पनि दुरुपयोग गर्न खोज्यो। जेनजीका मुख्य मागहरू यिनै थिए जसलाई हामी सर्वाधिक पक्ष पोषण गरिरहेका थियौँ, त्यसका निम्ति क्रियाशील थियौँ। जे होस्, विद्यार्थी भाइ बहिनीहरूलाई, युवाहरूलाई जेनजीका नाममा आन्दोलनका लागि उकासियो, हामीले त्यसलाई समर्थन गर्यौँ, त्यसको विरोध गरेनौँ हामीले। तर भदौ 23 गते त्यस आन्दोलनको, जेनजीका नामको आन्दोलनको पछाडि जेनजीहरूलाई थाहा भएन षड्यन्त्र लुकेको थियो। त्यो षड्यन्त्र माइती घर मण्डलाबाट एभरेस्ट अगाडि पुग्दासम्ममा त्यो षड्यन्त्र प्रकट भयो र जेनजीका माग, जेनजीको आन्दोलन, जेनजीका उद्देश्य सबै कुरा अपहरित भए, खोसिए र अरू नै तत्त्वहरूले त्यसलाई अगाडि बढाए। त्यसपछिका घटना षड्यन्त्रका उपज हुन सक्यो। अब उहाँहरूलाई पुलिस पनि एमाले लाग्न थाल्यो। अब उहाँहरूलाई अदालत पनि एमाले लाग्छ, सेना पनि एमाले लाग्छ, सशस्त्र प्रहरी पनि एमाले लाग्छ, कर्मचारी पनि एमाले लाग्छ। रेबिज भएको एउटा जनावरले जता पनि पानी देख्न थाल्छ। यो त एमालेमय देश हो। तपाईँहरू के गर्नुहुन्छ? अब एमालेमय देश हो। एमालेले नेपाली सेनाका लागि काम गरेको छ, एमालेले प्रहरीका लागि काम गरेको छ, एमालेका प्रहरी जवानलाई दर्जाहीन अवस्थाबाट दर्जामा एमालेले उठाएको थियो। रासनको, पहिरनको, सबै कुराको सुविधाको प्रबन्ध एमालेले गरेको। नेपाली सेना कस्तो अवस्थामा थियो? बस्ने छाप्रो थिएन, बङ्करमा बस्न पर्थ्यो। बङ्कर टु ब्यारेक भन्ने नारा नेकपा एमाले दिएर बस्ने ठाउँसम्म, छाप्रोसम्म नेपाली सेनालाई एमालेले सारेको थियो। अनि एमालेले त्यो सारेको बापत एमालेले सेनाका लागि, प्रहरीका लागि, कर्मचारीका लागि, किसानका लागि, मजदुरका लागि, नेपालीहरूका लागि सिँगै देशलाई विकसित र आधुनिकीकरण गर्ने बाटोमा अगाडि बढाएको थियो। अनि तपाईँहरू झस्केर हुन्छ यति बेला तर्सिएर हुन्छ। नेकपा एमाले प्रिय छ सबैका लागि, त्यो त साँचो कुरा हो, सबैका लागि प्रिय छ। नेकपा एमाले देशका लागि क्रियाशील छ, जनताका लागि, शान्तिका लागि क्रियाशील छ, सुशासनका लागि क्रियाशील छ, विकासका लागि क्रियाशील छ। समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यमा पुग्नका लागि परिपूर्ण लोकतन्त्रको माध्यमबाट जनताको बहुदलीय जनवादलाई कार्यान्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपाली बनाउने, त्यसका लागि निर्णायक राष्ट्रिय शक्तिको रूपमा नेकपा एमालेलाई विकास गर्ने दृढ सङ्कल्पमा छ। यो कुरा कतै लुक्या छ र? हामी सबैलाई थाहा भएको कुरा हो। देशमा संविधान अनुसार नबनेको सरकार छ, संविधान मिचेर बनाएको सरकार छ, लोकतान्त्रिक विधि, लोकतान्त्रिक प्रक्रिया त्यसबाट नबनेको सरकार छ। त्यस प्रणालीलाई, लोकतान्त्रिक प्रणालीलाई अस्वीकार गरेको सरकार छ। यस सरकारलाई हामी अवैधानिक, असंवैधानिक
कृत्रिम ढङ्गले लोकतन्त्रका विरुद्ध निर्माण गरिएको हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट बनाइएको सरकार भनेर सबै नेपाली जनतालाई थाहा छ। यस्तो सरकारको संवैधानिक परीक्षण सम्मानित अदालतबाट संवैधानिक परीक्षण हुनै पर्दछ र यो सरकार संविधानले कुनै हालतमा यस सरकारलाई उचित ठहराउनै सक्दैन। कोर्टले यसलाई उचित ठहराउने ठाउँै छैन। यो अनुचित, असंवैधानिक, अलोकतान्त्रिक सरकार हो। यसको उत्पत्ति नै गलत बाटोबाट भएको छ, असंवैधानिक बाटोबाट भएको छ। त्यसकारण हामी यो सबै राष्ट्रिय समस्याको समाधान सही ढङ्गले होस् भन्ने कुरा चाहन्छौँ र हुनेछ। यस कामको अगुवाई, यस कामको नेतृत्व नेकपा एमाले गर्नेछ। मैले अघि नै पनि भने नेकपा एमाले यस कामको नेतृत्व गर्नेछ। अनि तपाईँहरूले के ठान्नुभएको छ? तपाईँहरू घाम जुन रहिन्जेल रहनुहुन्छ, सधैँ अब तपाईँहरूको सरकार हुन्छ, कहिल्यै तपाईँहरूमाथि कारबाही हुँदैन, छानबिन हुँदैन भन्ने ठान्नुभएको छ। भ्रम नपाल्नु होला, भ्रम नपाल्नु होला। तपाईँहरू यो 2 दिनको घाम छाया हो। तसर्थ अरूलाई भ्रष्ट भन्न तपाईँहरूलाई मनपर्छ होइन? सुशासनका नाउँमा केही अपराध नभए पनि गिरफ्तार गरी छोड्ने त्यस्तो रहर लाग्छ होइन तपाईँहरूलाई? यस्ता रहर छोड्नुहोस्, लोकतान्त्रिक विधि प्रक्रियामा आउनुहोस्, उत्तेजना छोड्नुहोस्। अब तपाईँहरू सरकार छोड्ने मानसिकता बनाउनुहोस्। सरकारबाट हट्नुपर्छ तपाईँहरू। जनताले छानेको होइन तपाईँहरूलाई। सरकार त्यसले मात्र चलाउन पाउँछ जो नेपाली जनताले छानेको छ। नेपाली जनताको जो प्रतिनिधि हो उनले सरकार चलाउने। आगो लगाएर, घर जलाएर, अफिस जलाएर, लुटपाट गरेर, तोडफोड गरेर, आतंक फिजाएर, सत्ता कब्जा गरेर, अनि हामीले त बलियो किलो गाड्यौँ सत्तामा भन्ने ठान्नु भएको छ भने त्यो होइन। तपाईँहरूले छोड्नुपर्छ। तपाईँहरूसँग शासक हुने हक छैन। जनताबाट तपाईँहरू निर्वाचित होइन। साधारण एउटा गैर सरकारी संस्थाले पनि शपथमा के भन्छ भने कि शासन विधिको हुनुपर्दछ, व्यक्तिको होइन भनेर। अहिले त शासन विधिको त कुरै छोडिदिउँ, व्यक्ति पनि यस्तो व्यक्तिको जो कुनै अधिकार प्राप्त छैन, अनधिकृत व्यक्तिको अराजकतामा आधारित उत्पादबाट सिर्जना भएको सरकार चलिरहेको छ। यस्तो हुनु हुँदैन। म सोध्न चाहन्छु, तपाईँहरू लोकतन्त्रमा विश्वास गर्नुहुन्छ कि हुन्न? एकपल्ट धेरैवटा कुरा गर्नुभएको छ प्रधानमन्त्रीजीले। लोकतन्त्रमा विश्वास गर्नुहुन्छ कि हुन्न बताउनुहोस्। लोकतन्त्रमा विश्वास गर्नुहुन्छ भने यही हो लोकतन्त्र। जनतामा विश्वास गर्नुहुन्छ कि हुन्न बताउनुहोस्। यसै गरी बन्छ सरकार। 21 गते फागुनमा चुनाव गराउँछन् नि भन्नुहुन्छ, ढाँट कुरा गर्नु होला। त्यो चुनाव गराउने अधिकार पनि तपाईँलाई छैन। को तपाईँ चुनाव गराउने? कसले अधिकार दियो चुनाव गराउने? त्यस कारण तपाईँसँग चुनाव गराउने पनि अधिकार छैन। तपाईँहरू सरकारबाट हट्नु पर्दछ। संविधान यो हो। लोकतन्त्र के हो? देश त्यही भन्छ लोकतन्त्रले, संविधानले। संसद अनुचित ढङ्गले विघटन भएको छ, पुनस्थापना हुनुपर्दछ। विघटन हुन्छ भने पनि त्यसको विधि हुन्छ, त्यस विधि अन्तर्गत हुन सक्छ। अब
संसदको पुनर्स्थापना गर्ने र त्यसबाट सर्वदलीय सर्वपक्षीय सरकार बनाउला। हुन सक्छ, संविधान संशोधन हुन सक्छ संसदबाट। संविधान संशोधन नभइकन थुप्रै कुराहरू पुरा गर्न अप्ठ्यारो छ भने संविधान संशोधन राष्ट्रिय सहमतिबाट गरौँला, सर्वदलीय सहमतिबाट गरौँला, संसदको सहमतिबाट गरौँला। सांसदहरू जनताबाट निर्वाचित जनउत्तरदायी प्राणीहरू, उनीहरूले गम्भीरतापूर्वक सोच्नेछ र जेनजीका मागको जुन दुहाई दिइन्छ, जेनजीका माग पनि संसदबाट, संसदको पुनर्स्थापनाबाट पुरा गर्ने बाटो निस्किन्छ। अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ। यस अप्ठ्यारो अवस्थालाई फेरि सहज अवस्थामा फर्काउन नेकपा एमाले प्रतिबद्ध छ। त्यही प्रतिबद्धता, त्यही सङ्कल्प जनाउन हामीले यस र्याली र सभाको माध्यमबाट आफ्नो अभियान प्रारम्भ गरेका छौँ। हामी भन्न चाहन्छौँ, नेकपा एमाले चुनाव लड्न, सरकारमा पुग्न, सांसद हुन, मन्त्री हुन, प्रधानमन्त्री हुनका लागि बनाइएको पार्टी होइन। यो पार्टी यस देशको सार्वभौम सत्ताको रक्षा, स्वाधीनता र स्वतन्त्रताको रक्षा, यस देशको भौगोलिक अखण्डताको रक्षा, यस देशका जायज हितहरूको रक्षा र यस देशको स्वाभिमानको रक्षाका लागि बनेको पार्टी। यो पार्टी देशमा शान्ति सुव्यवस्था कायम भएको लोकतान्त्रिक प्रणाली स्थापना, त्यसको प्रयोग र विकासका लागि बनेको पार्टी। देशमा सुशासन, भ्रष्टाचारको अन्त्य र जनतालाई सहज ढङ्गले सेवा सुविधा उपलब्ध गराउने त्यस उद्देश्यका साथ सुशासनयुक्त समाज, शान्तिपूर्ण समाज, त्यस्तो समाज निर्माणका लागि बनेको पार्टी। यो पार्टी सुशासन र विकासको माध्यमबाट देशलाई समृद्ध नेपाल र सुखी नेपालीको अवस्थामा पुर्याउने सङ्कल्पका साथ अगाडि बढिरहेको पार्टी हो। म भन्न चाहन्छु, यस देशमा नेकपा एमाले छ, सबैले बुझ्नु पर्दछ। यी उद्देश्यहरू बोकेको, यी उद्देश्यहरू कहिल्यै पनि नफ्याँक्ने उद्देश्यहरूको, महान उद्देश्यहरूको, राष्ट्रिय उद्देश्यहरूको झन्डा अझ माथि उठाउँदै जाने पार्टी नेकपा एमाले यस देशमा छ। तसर्थ कसैले कुनै हिसाबले, कुनै तरिकाले अवैध र असंवैधानिक ढङ्गले, अलोकतान्त्रिक ढङ्गले, असामाजिक ढङ्गले यस देशमा कुनै गडबडी मचाएर एकछिनका लागि सत्ता कब्जा गरिहाल्यो भने पनि, सरकार कब्जा गरिहाल्यो भने पनि हामी त्यस अवस्थालाई फेरि लोकतान्त्रिक प्रणालीमा फर्काएर छाड्दछौँ, फेरि संवैधानिक बाटोमा फर्काएर छोड्दछौँ। मिचिएको संविधानलाई नमिचिने स्थितिमा फेरि फर्काएर छोड्दछौँ। मिचिएको र अस्वीकार गरिएको लोकतन्त्रलाई फेरि फर्काएर ल्याउँदछौँ। अराजकताको राज धेरै लामो समय जान सक्दैन। नेकपा एमाले अराजकताको राज छिट्टै अन्त्य गर्दछ। नेकपा एमाले नेपाली जनताको पार्टी हो, जनताको साथमा छ, जनतालाई नेतृत्व गर्छ, जनताको अगाडि लागेर यसले राष्ट्रियता, लोकतन्त्र, सुशासन र विकासलाई अगाडि बढाउँछ, देशमा शान्ति कायम गर्छ।
हामी सबैलाई थाहा भएको कुरा हो, देशमा संविधान अनुसार नबनेको सरकार छ। संविधान मिचेर बनाएको सरकार छ। लोकतान्त्रिक विधि, लोकतान्त्रिक प्रक्रिया त्यसबाट नबनेको सरकार छ। त्यस प्रणालीलाई, लोकतान्त्रिक प्रणालीलाई अस्वीकार गरेको सरकार छ। यस सरकारलाई हामी अवैधानिक, असंवैधानिक, कृत्रिम ढङ्गले लोकतन्त्रका विरुद्ध निर्माण गरिएको हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट बनाइएको सरकार भनेर सबै नेपाली जनतालाई थाहा छ। यस्तो सरकारको संवैधानिक परीक्षण सम्मानित अदालतबाट संवैधानिक परीक्षण हुनै पर्दछ र यो सरकार संविधानले कुनै हालतमा यस सरकारलाई उचित ठहराउनै सक्दैन। कोर्टले यसलाई उचित ठहराउने ठाउँै छैन। यो अनुचित, असंवैधानिक, अलोकतान्त्रिक सरकार हो। यसको उत्पत्ति नै गलत बाटोबाट भएको छ, असंवैधानिक बाटोबाट भएको छ। त्यसकारण हामी यो सबै राष्ट्रिय समस्याको समाधान सही ढङ्गले होस् भन्ने कुरा चाहन्छौँ र हुनेछ। यस कामको अगुवाई, यस कामको नेतृत्व नेकपा एमाले गर्नेछ। मैले अघि नै पनि भने नेकपा एमाले यस कामको नेतृत्व गर्नेछ। जेनजीका नाममा जेनजी भन्ने एउटा आर्टिफिसियल शब्द अगाडि सारियो। दुनियाँका विभिन्न देशमा, विभिन्न भागमा जेनजी नामको अस्वाभाविक एउटा शब्द निकालिएको छ। कम्प्युटरको विकासको चरणलाई मानिसको पुस्तासँग जोडेर जेनजी पुस्ता भन्ने गरेको छ। यो आफैमा कृत्रिम, अयथार्थ कुरा। यसरी जेनजीका नाउँमा युवाहरूलाई दिग्भ्रमित पार्ने र उनीहरूको सेन्टिमेन्टलाई दुरुपयोग गर्ने काम भयो। भ्रष्टाचारका विरुद्ध हामी लडिरहेका थियौँ। सुशासनको पक्षमा, विकासको पक्षमा हामी लडिरहेका थियौँ। देशमा वाक प्रकाशन स्वतन्त्रता, प्रेस स्वतन्त्रताको पक्षमा हामी दृढ भएर अडिरहेका थियौँ। त्यस्तो बेलामा हामीले हाम्रो देशको संविधान, हाम्रो देशको कानुन मानेर कुनै पनि व्यावसायिक अन्तर्राष्ट्रिय संस्थाहरू नेपालमा काम गर्नुपर्छ भनेर 1.5 वर्षभन्दा अगाडिदेखि प्रयासरत रह्यौँ। तर असमझदारीले होस्, जेसुकैले होस्, राष्ट्रिय स्वाभिमानलाई नजरअन्दाज गर्ने, होच्याउने खालका प्रवृत्ति देखेपछि हामीले त्यसलाई स्वाभाविक रूपमा राष्ट्रको स्वाभिमान, संविधान र कानुन बमोजिम सबै चलौँ भनेर एउटा नियमनको प्रक्रिया अगाडि बढायौँ। सम्मानित सर्वोच्च अदालतले पनि यसो गर्नु भन्ने आदेश सरकारलाई दिएको थियो। त्यसअनुसार हामीले व्यावसायिक संस्थालाई ध्यानाकर्षण गराउनका लागि नियमन गर्ने कदम अगाडि सारे। त्यसलाई पनि दुरुपयोग गर्न खोज्यो। जेनजीका मुख्य मागहरू यिनै थिए जसलाई हामी सर्वाधिक पक्ष पोषण गरिरहेका थियौँ। त्यसका निम्ति क्रियाशील थियौँ। जे होस्, विद्यार्थी भाइ बहिनीहरूलाई, युवाहरूलाई जेनजीका नाममा आन्दोलनका लागि उकासियो। हामीले त्यसलाई समर्थन गर्यौँ।
त्यसको विरोध गरेनौँ हामीले। तर भदौ 23 गते त्यस आन्दोलनको जेन्जीका नामको आन्दोलनको पछाडि जेन्जीहरूलाई थाहा भएन षड्यन्त्र लुकेको थियो। त्यो षड्यन्त्र माइती घर मण्डलाबाट एभरेस्ट अगाडि पुग्दासम्ममा त्यो षड्यन्त्र प्रकट भयो र जेन्जीका माग, जेन्जीको आन्दोलन, जेन्जीका उद्देश्य सबै कुरा अपहरित भए, खोसिए र अरू नै तत्त्वहरूले त्यसलाई अगाडि बढाए। त्यसपछिका घटना षड्यन्त्रका उपज हुन सक्यो। निर्वाध देश कसरी जल्यो, निर्वाध जनप्रतिनिधि संस्था कसरी जले, निर्वाध राज्यका अङ्गका हेडक्वार्टरहरू कसरी जले, निर्वाध एमालेका कार्यालयहरू कसरी जले, एमाले नेता कार्यकर्ताका घर, जनप्रतिनिधिहरूका घर छानिकन कसरी जलाइए, अगाडिदेखि म्यापिङ गरेर गुगल म्याप दिएर यहाँ घर छन् भन्ने तयारीका साथ कसरी जलाइए, जलाउने सामग्री, भत्काउने सामग्री, तोडफोड गर्ने सामग्री, सबै कुराका साथ, तयारीका साथ यी सबै कुरा कसरी भए। 23 गतेको प्रतिक्रियाले 24 गते भयो भन्ने तर्क उचित होइन। 23 गतेको घटना आफै षड्यन्त्रको उपज थियो। त्यसकारण पर्खाल फोर्ने, फलाम काट्ने आदि औजारहरू लिएर उपस्थित भएका थिए मानिसहरू, भिडियोमा देख्न सकिन्छ। अहिले पनि ती सुरक्षित छन्। अर्थात् त्यो एउटा षड्यन्त्रको उपज थियो। त्यस षड्यन्त्रलाई पराजित गर्न राष्ट्र एकजुट हुनुपर्दथ्यो, शान्तिको पक्षमा एकजुट हुनुपर्दथ्यो। तर त्यस्तो भएन, त्यस्तो देखिए। सञ्चारकर्मी मित्रहरूले, सञ्चार माध्यमहरूले यस्तै दिन आउला भनेर सोच्नु भएन। एउटा नकारात्मक खालको प्रभाव फैलाउने र त्यसमा बग्ने त्यस प्रकारका प्रवृत्तिहरू राष्ट्रव्यापी रूपमा विस्तृत गर्न खोजिए, फैलाइए र त्यसको प्रभाव पनि पर्यो। अहिले प्रेसले आफैलाई नियन्त्रण गर्नुपर्ने अवस्था भएको छ। धम्की आउँछ, धम्कीको राज, त्रासको राज, अराजकताको राज चलाउन खोजिएको छ। र अहिले काम गर्न नसक्ने, भ्रष्टाचारमा लछप्प डुबेको यो सरकार, नकली सरकार, यो सरकारले जेन्जीका नाममा केही मानिसहरूलाई बोलाएर आफैले तयार गरेका मागहरू प्रस्तुत गर्न लगाएर आफैले आफ्नो विरोध गर्ने, आफूलाई दबाब दिने वातावरणका लागि तालिम दिइकन मान्छे बोलाएर सुशासनका नाममा घृणा र द्वेष फैलाउने खालका कामहरू गरिरहेको छ। सुशासनका नाममा कस्तो सुशासन खोजेको छ? बारामा एमालेले एउटा युवा भेला गर्न खोज्यो। युवा भेला गर्नलाई नदिन जेन्जीका नाममा माओवादी, रासोपा, राप्रपा लगायतका हिन्दूवादी बनिएका विभिन्न खालका अवांछित तत्त्वहरूले हमला गरे। अरूको आवागमनमा, अरूको शान्तिपूर्ण सभामा कसैले दखल दिन मिल्छ? तर दखल दिने कोसिस भयो। उनीहरूले एयरपोर्टको गेट, हाम्रो पार्टीका नेताहरू त्यहाँ सम्बोधन गर्न जानुहुन्छ भनेर एयरपोर्टमा हमला गरे, गराइयो र काठमाडौँबाट प्लेन उड्न दिइएन। नेताहरू रोक्ने षड्यन्त्र बाहेक केही पनि होइन थियो। त्यो कार्यक्रमलाई फिका बनाउने षड्यन्त्र बाहेक केही पनि होइन थियो। यस्ता कामहरू नगर्न म सरकारलाई आग्रह गर्न चाहन्छु।
अरू पक्षहरूलाई पनि म भन्न चाहन्छु, नेकपा एमालेलाई उत्तेजित बनाउने काम नगर्नुहोस्। नेकपा एमालेलाई जिस्क्याउने काम नगर्नुहोस्। तपाईहरू लोकतन्त्रलाई योभन्दा बढी आक्रमण लोकतन्त्रमाथि गर्न सकिन्छ भन्ने भ्रम नपाल्नुहोस्। अब जे गर्नुभयो गर्नुभयो, जे गर्नुभयो गर्नुभयो। अब योभन्दा बढी अगाडि बढ्छु भन्ने ठान्नुभयो भने तपाईहरुका लागि पनि हितकर हुने छैन। म सचेत गराउन चाहन्छु। त्यसर्थ हामी लोकतन्त्रको पुनर्स्थापनाका लागि, संविधानको पुनः कार्यान्वयनका लागि राज्यका सबै अङ्गले आफ्नो काम गर्न पाउनका लागि सरकारलाई हस्तक्षेप नगर्न म सुझाव दिन चाहन्छु। हस्तक्षेप गर्न मिल्दैन। प्रहरीको एसपीले जेएनजीले हमला एमालेमाथि गर्दा जेएनजीलाई साथ दिएर एमालेमाथि हमला गर्न सघाएन भनेर एसपी तुरुन्त तानियो। तमासा होइन यो राज्य सञ्चालनको। के चलाउनुहुन्छ तपाईहरुले राज्य? त्यहाँ कुनै जेएनजी आएको थिएन। एमालेको कार्यक्रममाथि आक्रमण गर्न, एयरपोर्ट बन्द गराउने नाटक गर्न कुनै जेएनजी आएको थिएन। कुन कुन पृष्ठभूमिका को व्यक्ति आएका थिए? जेएनजी होइन, अरू नै प्रकारका अराजक तत्त्वहरू आएका थिए, शान्ति खलबल्याउने तत्त्वहरू आएका थिए। त्यसलाई सरकारले रोक्नुपर्ने ठाउँमा भिडन्त गर्न, आक्रमण गर्न प्रहरीले सहयोग गरेन भनेर एसपी तानिन्छ, अर्को एसपी पठाइन्छ। अनि प्रहरीले के काम गर्छ? के काम गर्ने? प्रहरीले के जेएनजी भएर एमालेका विरुद्ध आइदिनु पर्ने? यो सरकार जो जेएनजी सरकार भन्छ, जेएनजीहरूले आफै भनेका छन्, सम्माननीय राष्ट्रपतिजी कहाँ डेलिगेसन गएर भनेका छन्, यो सरकार हाम्रो सरकार होइन, यसलाई हटाउनु पर्यो भनेर जेएनजीहरूले माग गरेका छन्। राष्ट्रपतिज्यू अस्ति जेएनजीका माग भनेर यो सरकार जडान गर्नुभयो त जेएनजीका माग अनुसार यो सरकार किन विदा गर्नुहुन्न, किन हटाउनुहुन्न? हटाउनुहोस्। संविधानले दिँदैन भन्नुहुन्छ भने संविधानले अस्ति कहाँ दिएको थियो? अस्ति पनि संविधानले नदिएकै त गरे हो। अब यो संविधान अनुसार नबनेको असंवैधानिक चिजलाई तपाईले हटाउनलाई केले रोक्यो? त्यसो भएर अब कुनै नाटक गरेर देश चल्नेवाला छैन। फागुन 21 मा निर्वाचन यो सरकारले सोचेकै छैन। त्यतापट्टि भ्रम किन पाल्ने? हामीले अहिले पनि नेताहरूलाई जान निषेध गर्ने, एयरपोर्ट बन्द गर्ने, 15-20 जना 60 जना जेएनजीका नाउँमा केही हुल्लड तत्त्वहरू आउँछन्, गेट तानतुन पार्छन्, भत्काउँछन् एयरपोर्टको। त्यो नरोक्ने, भोलिपल्ट प्रहरीलाई ढुङ्गा मुढा गरेर लखेट्छन्, प्रहरीलाई प्रतिवाद गर्ने आदेश छैन। सरकारी एसपी फिर्ता बोलाउँछ। पहिले नै भाग्नु पर्थ्यो, किन अबेला भागिस्? जेएनजीलाई पहिले नै छोड्नु पर्थ्यो, किन पछि मात्रै छोडिस्? त्यही आरोप होइन एसपी फर्काउनु पर्यो। अब उहाँहरूलाई पुलिस पनि एमाले लाग्न थाल्यो। अब उहाँहरूलाई अदालत पनि एमाले लाग्छ, सेना पनि एमाले लाग्छ, सशस्त्र प्रहरी पनि एमाले लाग्छ, कर्मचारी पनि एमाले लाग्छ। रेबिज भएको एउटा जनावरले जता पनि पानी देख्न थाल्छ। यो त एमालेमय देश हो। तपाईहरु के गर्नुहुन्छ? अब एमालेमय देश हो।
एमाले नेपाली सेनाका लागि काम गरेको छ, एमाले प्रहरीका लागि काम गरेको छ, एमालेका प्रहरी जवानलाई दर्जाहीन अवस्थाबाट दर्जामा एमाले उठाएको थियो। रासनको, पहिरनको, सबै कुराको सुविधाको प्रबन्ध एमाले गरेको। नेपाली सेना कस्तो अवस्थामा थियो? बस्ने छप्रो थिएन, बङ्करमा बस्न पर्थ्यो। बङ्कर टु ब्यारेक भन्ने नारा नेकपा एमाले दिएर बस्ने ठाउँसम्म, छात्रसम्म नेपाली सेनालाई एमाले सारेको थियो। अनि एमाले त्यो सारेको बापत एमाले सेनाका लागि, प्रहरीका लागि, कर्मचारीका लागि, किसानका लागि, मजदुरका लागि, नेपालीहरूका लागि सँगै देशलाई विकसित र आधुनिकीकरण गर्ने बाटोमा अगाडि बढाएको थियो। अनि तपाईहरु झस्केर हुन्छ यति बेला तर्सिएर हुन्छ? नेकपा एमाले प्रिय छ सबैका लागि, त्यो त साँचो कुरा हो, सबैका लागि प्रिय छ। नेकपा एमाले देशका लागि क्रियाशील छ, जनताका लागि शान्तिका लागि क्रियाशील छ, सुशासनका लागि क्रियाशील छ, विकासका लागि क्रियाशील छ। समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यमा पुग्नका लागि परिपूर्ण लोकतन्त्रको माध्यमबाट जनताको बहुदलीय जनवादलाई कार्यान्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपाली बनाउने, त्यसका लागि निर्णायक राष्ट्रिय शक्तिको रूपमा नेकपा एमालेलाई विकास गर्ने दृढ सङ्कल्पमा छ। यो कुरा कतै लुक्या छ र? यस सङ्कल्पमा नेकपा एमाले अगाडि बढ्छ। यसै अनुसार आजको यो सभाको आयोजना भएको, आजको र्यालीको आवश्यकता भएको। अब देशमा अविलम्ब प्रतिनिधि सभाको असंवैधानिक ढङ्गले, अनधिकृत सिफारिसमा, असंवैधानिक सिफारिसमा, असंवैधानिक ढङ्गले भङ्ग भएको प्रतिनिधि सभाको अविलम्ब पुनर्स्थापना हुन पर्दछ र हुन्छ। अब अर्को बाटो छैन, त्यही बाटोबाट अब देश अगाडि बढ्नेछ, अर्को बाटो छैन। कसलाई मन पर्छ कि पर्दैन, को डराउँछ, कसको सातो जान्छ, त्यो बेग्लै कुरा हो। अब देशमा प्रतिनिधि सभाको पुनर्स्थापना एक मात्र सही समाधानको, सही निष्कर्ष हो र यो एक मात्र बाटो हो। म देशभरि सबै साथीहरूलाई भन्न चाहन्छु, विघटित प्रतिनिधि सभाको पुनर्स्थापनाका लागि अगाडि बढ्नुहोस्। नेकपा एमालेका सम्पूर्ण नेता कार्यकर्ताहरूलाई, जनवर्गीय, पेशागत र सामुदायिक सङ्गठनहरूलाई सबैलाई आग्रह गर्न चाहन्छु, खुलेर आत्मविश्वासका साथ यो बाटोमा विघटित प्रतिनिधि सभा, जो मैले अघि 3टा शब्द भने, एउटा अनधिकृत सिफारिस, सिफारिस भन्ने कुराको अर्थै छैन, किनभने त्यो अधिकार नभएको व्यक्तिले अनधिकृत तरिकाले गरिएको सिफारिस, त्यसकारण त्यो अनधिकृत सिफारिस, असंवैधानिक सिफारिस, अलोकतान्त्रिक सिफारिसमा गलत ढङ्गले, असंवैधानिक ढङ्गले गरिएको विघटन, दबावमा गरिएको विघटन, सम्माननीय राष्ट्रपतिज्यूसँग पनि नभएको अधिकार, संविधानमा नभएको अधिकार प्रयोग गर्न पाइँदैन, त्यो प्रयोग गरेर अथवा बहुनिश्चयका साथ आगजनी, तोडफोड र लुटपाटका बलमा भङ्ग गरिएको प्रतिनिधि सभा अविलम्ब पुनर्स्थापित हुन पर्दछ र देशलाई फेरि सही बाटोमा, लोकतान्त्रिक बाटोमा, संवैधानिक बाटोमा, शान्तिको बाटोमा, सुशासनको बाटोमा फर्काउनु पर्छ। विभिन्न काण्डहरूको जवाफ दिनु छैन,
उल्टै मान्छे समाउँछु गिरफ्तार गर्छु भनेको छ, थर्काएको छ, तर्साएको छ, गिरफ्तार गरेको छ। दुर्गा परसाईको अरू के हो म जान्दिनँ। दुर्गा परसाईले निकालेको क्यासेटको सम्बन्धमा नेपाली जनतालाई सरकारले बताउनुपर्छ, प्रधानमन्त्रीले बताउनुपर्छ के हो त्यो क्यासेट। प्रधानमन्त्री सुशीला कार्कीको आवाज हेलिकप्टर उडेको देखाएपछि सेनाले नेताहरूलाई बचायो भन्दा किन बचाउने भनेको पूर्व प्रधान न्यायाधीश अहिलेका असंवैधानिक प्रधानमन्त्री सुशीला कार्कीजीको आवाज सुनिन्छ। त्यो के हो नेपाली जनतालाई बताउनु। सुशीला कार्कीजी बताउनु पर्यो नि नेपाली जनतालाई। तपाईँ देशको प्रधानमन्त्रीको कुर्सीमा बसेर यो किन बाहिर ल्यायो क्यासेट भनेर मान्छे गिरफ्तार गरेर धर पाउनुहुन्छ? मान्छे गिरफ्तार गर्ने होइन, त्यो क्यासेटको छिनोफानो हुनु पर्यो। गर्नुहोस् न, भन्नुहोस् न के हो त्यो। कहाँ बसेर तपाईँ आग लागि देश जलिरहेको हेरिरहनु भएको थियो? कहाँ बसेर तपाईँ मारकाटको पक्ष पोषण गरिरहनु भएको थियो? तपाईँ त नेताहरू किन बचाउने भन्दै हुनुहुन्थ्यो भनेको बनाउने भन्दै हुनुहुन्थ्यो त होइन र? कस्तो मान्छे देशमा प्रधान न्यायाधीश भएछन्। कस्तो मान्छे बचाउन सेनाले बचायो भन्दा किन बचाउने भनेर उफ्रिने मान्छे प्रधान न्यायाधीश भएका रहेछन् यो देशमा। कठैभरि देशको हालत। त्यस्तै मान्छे फेरि प्रधानमन्त्री भएका छन्। त्यसै बापत यसको जवाब दिनु परेन प्रधानमन्त्रीज्यू। त्यो क्यासेट के हो त्यो जवाब दिनु पर्यो। मजाक हो यो तसर्थ मैले अस्ति पनि भनेको थिएँ, आतंकको राज यो त आतंकको राज हो, त्रासको राजनीति हो, तर्साउने कुरा हो। डरो मुटु भएकाहरू तर्सिँदैनन्, कमजोर मुटु भएकाहरू तर्सलान्। नेकपा एमाले तर्सिँदैन, नेपाली जनता तर्सिँदैन। म तपाईँहरूलाई भन्न चाहन्छु, नेकपा एमाले तर्सिँदैन। विधिको शासन फर्किन्छ, फर्काउनुपर्छ, फर्काइन्छ। तर्सिँदैन नेकपा एमाले। यस्तो राजनीतिक अवस्था देशको छ। यति अस्थिरता, यस्तो अराजकता, विधिहीन अराजक शासन र अर्थतन्त्र ध्वस्त छ। भ्रष्टाचारका ठुल्ठुला काण्डहरू पेपरले बाहिर ल्याइराखेका छन्, सामाजिक सञ्जालले बाहिर ल्याएका छन्। सामाजिक सञ्जाललाई धम्काउने थर्काउने कारवाही गर्ने होइन, बाहिर ल्याए बापत जवाब दिनुहोस्, जवाब दिनुहोस्। तपाईहरुलाई अरूलाई भ्रष्ट भन्न मन लाग्छ होइन? अहिले त सप्रमाण कहाँ 43 करोड घाटा पर्यो, कहाँ कसलाई कर छुट दिइयो, यस्ता कुराहरू त आएका छन् त। अनि तपाईहरुले के ठान्नु भएको छ? तपाईहरु घाम जुन रहिन्जेल रहनुहुन्छ, सधैँ अब तपाईहरुको सरकार हुन्छ, कहिल्यै तपाईहरुमाथि कारबाही हुँदैन, छानबिन हुँदैन भन्ने ठान्नु भएको छ। भ्रम नपाल्नु होला, भ्रम नपाल्नु होला। तपाईहरु यो 2 दिनको घाम छाया तसर्थ अरूलाई भ्रष्ट भन्न तपाईहरुलाई मन पर्छ होइन? सुशासनका नाउँमा केही अपराध नभए पनि गिरफ्तार गरी छोड्ने त्यस्तो रहर लाग्छ होइन तपाईहरुलाई? यस्ता रहर छोड्नुहोस्, लोकतान्त्रिक विधि प्रक्रियामा आउनुहोस्, उत्तेजना छोड्नुहोस्। अब तपाईहरु सरकार छोड्ने मानसिकता बनाउनुहोस्।
सरकारबाट हट्नुपर्छ तपाईहरु। जनताले छानेको होइन तपाईहरुलाई। सरकार त्यसले मात्र चलाउन पाउँछ जो नेपाली जनताले छानेको छ। नेपाली जनताको जो प्रतिनिधि हो उनले सरकार चलाउने। आगो लगाएर, घर जलाएर, अफिस जलाएर, लुटपाट गरेर, तोडफोड गरेर, आतंक फिजाएर, सत्ता कब्जा गरेर अनि हामीले त बलियो किलो गाड्यौँ सत्तामा भन्ने ठान्नु भएको छ भने त्यो होइन। तपाईहरुले छोड्नुपर्छ। तपाईहरुसँग शासन हुने हक छैन। जनताबाट तपाईहरु निर्वाचित होइन। साधारण एउटा गैर सरकारी संस्थाले पनि शपथमा के भन्छ भने कि शासन विधिको हुनुपर्दछ, व्यक्तिको होइन भनेर। पहिले त शासन विधिको त कुरै छोड्दियौँ, व्यक्ति पनि यस्तो व्यक्तिको जो कुनै अधिकार प्राप्त छैन, अनधिकृत व्यक्तिको अराजकतामा आधारित उत्पादबाट सिर्जना भएको सरकार चलिरहेको छ। यस्तो हुनु हुँदैन। म सोध्न चाहन्छु, तपाईहरु लोकतन्त्रमा विश्वास गर्नुहुन्छ कि हुन्न? एकपल्ट धेरैवटा कुरा गर्नुभएको छ प्रधानमन्त्रीजीले। लोकतन्त्रमा विश्वास गर्नुहुन्छ कि हुन्न बताउनुहोस्। लोकतन्त्रमा विश्वास गर्नुहुन्छ भने यही हो लोकतन्त्र। जनतामा विश्वास गर्नुहुन्छ कि हुन्न बताउनुहोस्। यसै गरी बन्छ सरकार। 21 गते फागुनमा चुनाव गराउँछन् नि भन्नुहुन्छ, ढाँट कुरा गर्नु होला। त्यो चुनाव गराउने अधिकार पनि तपाईलाई छैन। को तपाई चुनाव गराउने? कसले अधिकार दियो चुनाव गराउने? त्यसकारण तपाईसँग चुनाव गराउने पनि अधिकार छैन। तपाईहरु सरकारबाट हट्नु पर्दछ। संविधान यो हो। लोकतन्त्र के हो? देश त्यही भन्छ लोकतन्त्रले, संविधानले। संसद अनुचित ढङ्गले विघटन भएको छ, पुनर्स्थापना हुनुपर्दछ। विघटन हुन्छ भने पनि त्यसको विधि हुन्छ। त्यस विधि अन्तर्गत हुन सक्छ। अब संसदको पुनर्स्थापना गर्ने र त्यसबाट सर्वदलीय सर्वपक्षीय सरकार बनाउला, हुन सक्छ। संविधान संशोधन हुन सक्छ संसदबाट। संविधान संशोधन नभइकन थुप्रै कुराहरू पुरा गर्न अप्ठ्यारो छ भने संविधान संशोधन राष्ट्रिय सहमतिबाट गरौँला, सर्वदलीय सहमतिबाट गरौँला, संसदको सहमतिबाट गरौँला। सांसदहरू जनताबाट निर्वाचित जनउत्तरदायी प्राणीहरू, उनीहरूले गम्भीरतापूर्वक सोच्नेछ र जेनजीका मागको जुन दुहाई दिइन्छ, जेनजीका माग पनि संसदबाट, संसदको पुनर्स्थापनाबाट पूरा गर्ने बाटो निस्किन्छ। संसद पुनर्स्थापना गरौँ, जेनजीका मागलाई पनि सम्बोधन गरौँ, लोकतन्त्र पुनर्स्थापना गरौँ, संविधानलाई बाटोमा हिँडाउँ, शान्ति स्थापना गरौँ, सुशासन र विकासको बाटोमा देशलाई लैजाउँ, अगाडि बढौँ। म सबै राजनीतिक दलहरूलाई आग्रह गर्न चाहन्छु, भावनामा नबग्नुहोस्। लोकतन्त्र बिना राजनीतिक दलहरूले एकछिनका लागि भ्रम पाल्नु हुँदैन। कसैसँगको ईर्ष्याभाव, मनमुटाव अथवा प्रतिशोधको भावनाले लोकतन्त्र गएकोलाई ठिक हो भनेर ताली पिट्नु हुँदैन राजनीतिक दलहरूले। राजनीतिक दलले राजनीतिक तर्क, राजनीतिक यथार्थ त्यसअनुसार अगाडि बढ्नुपर्छ। त्यसर्थ म सम्पूर्ण राजनीतिक दलहरूलाई आग्रह, पूर्वाग्रह र प्रतिशोधको हिसाबले सोच्ने होइन, विचार गर्ने होइन र यस असंवैधानिक सरकारका पछि जन्ती जस्तो भएर, जन्तीले पाउने के हो? गरे त एक साग भात खाएर फर्किने होला कि खाजा खाएर फर्किने?
राजनीतिक पार्टीका खाँदमा देशप्रतिको उत्तरदायित्व छ। अनि यस्तो सरकारको जन्ती पनि सुहाउँदैन। म सबै राजनीतिक दलहरूलाई आग्रह गर्न चाहन्छु, कुनै पनि प्रकारको आग्रह, पूर्वाग्रह, संकीर्णता, प्रतिशोध छोडौँ। देशका लागि, लोकतन्त्रका लागि, हामीले बडो दुःख गरेर बनाएको संविधानको रक्षाका लागि, त्यसको कार्यान्वयनका लागि, हामी बस्ने, हामी बाँचेको देश र हाम्रा सन्तति भोलि बाँच्नुपर्ने देश शान्तिपूर्ण र सुशासनयुक्त हुनुपर्दछ। त्यसका लागि प्रदेश सभाको पुनर्स्थापना एकमात्र बाटो हो। त्यस मागमा जाउँ, म सबैलाई आग्रह गर्न चाहन्छु। म त्यसै गरी विभिन्न सङ्घ संस्थाहरूलाई, नागरिक समाजलाई, सञ्चार माध्यमहरूलाई तपाईँहरू सेल्फ सेन्सरसिपमा लेखो कि धम्की आउँछ, लेखो कि के हुने हो, लेख्यो कि घरमा ढुङ्गा हान्न आउँछ, त्यस प्रकारको त्रासदीपूर्ण स्थितिमा डराइरहनु भयो भने बसिरहनु पर्नेछ। त्यस्तै अवस्था डर छोडिदिनुहोस्। प्रेस स्वतन्त्रताको पक्षमा, वाक स्वतन्त्रताको पक्षमा, अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेकपा एमाले छ। नेकपा एमाले भनेको क्लब होइन, देशको सबभन्दा लोकप्रिय पार्टी हो नेकपा एमाले। त्यो तपाईँहरूको साथमा छ, तपाईँहरूको स्वतन्त्रताको पक्षमा छ। तपाईँहरू देशको पक्षमा उभिनुहोस्, लोकतन्त्रका पक्षमा उभिनुहोस्, आग्रह गर्न चाहन्छु। सबैलाई म आग्रह गर्न चाहन्छु र नेकपा एमालेका नेता कार्यकर्ता साथीहरूलाई म आग्रह गर्न चाहन्छु, पहिले कहिल्यै असहज र अप्ठ्यारो अवस्थामा देश छ। यस्तो अवस्थामा नेकपा एमाले जस्तो जनताको पार्टी, देशभक्त पार्टी डबल होइन चौबर सक्रियताका साथ सही विचार लिएर जनताका बिचमा जानुहोस्, म आग्रह गर्न चाहन्छु। टोल टोलमा सुरक्षा समितिहरू बनाउनुहोस्। राज्यले सुरक्षा दिन सकेन, हामी देखिरहेका छौँ। राज्यले सुरक्षा दिन सकेको छैन। राज्यले हाम्रा नेताहरूलाई सिमरा जानबाट रोक्यो। राज्यले त्यहाँ पुर्याउनु पर्थ्यो, पुर्याउने होइन, रोक्ने बाटोमा। राज्यले सुरक्षा दिन सकेन, निर्बाध रूपमा देश चल्यो, तोडफोड भयो, लुटियो। उद्योग धन्दाहरू लुटिए। किन उद्योग धन्दा लुटिए? यस देशलाई गरिब पार्न होइन भने धनी बनाउनका लागि लुटिए। आगो लगाइयो किन? उद्योगहरूमा आगो किन लाग्यो? विकास निर्माणका काममा किन आगो लाग्यो? किन तोडफोड भए? देशलाई कङ्गाल बनाउनका लागि। यस्तो अवस्थामा शान्ति स्थापना गर्न जनता आफै अगाडि सर्नु पर्यो कि परेन? टोल टोलमा सुरक्षा समिति बनाउनुहोस्। हामीले राष्ट्रिय स्वयंसेवक बनाएका छौँ। त्यसबाट कोही पनि आत्तिनु पर्दैन, यसकारण कि यसले कसैको सुरक्षामा तलमाथि पार्दैन, सबको सुरक्षा सुदृढ गर्छ। यसले कुनै पत्रकारलाई धम्काउने छैन, कुनै मिडियालाई धम्काउने छैन, कसैका घरमा आगो लाउन जाँदैन, कसैका घर तोडफोड गर्दैन, कसैका घर लुटपाट गर्दैन, पसल डिपार्टमेन्टल स्टोरहरू लुटपाट गर्दैन। यसले त्यस्ता लुटपाट गर्ने, आगजनी गर्ने, तोडफोड गर्नेहरूलाई गर्नु हुँदैन भनेर रोक्छ, सम्झाउँछ। त्यसकारण यससँग डराउनु पर्ने कुनै आवश्यकता छैन। अवश्य नै यो संस्था, नवगठित संस्था लोकतन्त्रको पक्षमा उभिन्छ, लोकतन्त्र पुनर्स्थापनाका लागि उभिन्छ र क्रियाशील हुन्छ, संविधानको रक्षाका लागि उभिन्छ, जनताका मौलिक हक अधिकारको रक्षाका लागि उभिन्छ। त्यसकारण
योसँग तर्सिनु पर्दैन। यो सकारात्मक सोचका साथ सकारात्मक राष्ट्रिय कार्यका लागि बनेको हो र त्यसै गरी यो क्रियाशील हुँदैछ। म सबैलाई आग्रह गर्न चाहन्छु, युवाहरूलाई आग्रह गर्न चाहन्छु, आउनुहोस् राष्ट्रिय युवा फोर्समा सङ्गठित हुनुहोस्, क्रियाशील हुनुहोस्, अगाडि बढ्नुहोस्। यसले प्रहरीलाई समेत सुरक्षा दिन्छ। बारामा प्रहरी किन लखेट्यो? प्रहरी लखेट्न पाइँदैन, प्रहरीलाई ढुङ्गा हान्न पाइँदैन, जोसुकैले जेसुकै भन्नुहोस्। प्रहरीमाथि लाठी हान्न पाइँदैन, ढुङ्गा हान्न पाइँदैन, प्रहरी कुट्न पाइँदैन, लखेट्न पाइँदैन, प्रहरीलाई घाइते बनाउन पाइँदैन। त्यहाँ युवा मोर्चा राम्ररी बनिसकेको थिएन, त्यसकारण त्यो घटना भयो। म भन्न चाहन्छु, पाइँदैन भनेपछि पाइँदैन, प्रहरी छुट्न पाइँदैन, लखेट्न पाइँदैन, प्रहरीमाथि ढुङ्गा हान्न पाइँदैन। हाम्रो भोलिन्टियर फोर्स त्यसमा उभिनु नपरोस्, त्यसका लागि क्रियाशील हुन नपरोस्। म पहिले नै सबैलाई भन्न चाहन्छु, शान्ति स्थापना हुनुपर्दछ देशमा। हिंसात्मक ढङ्गले, उत्तेजना फैलाउने ढङ्गले कोही पनि क्रियाशील हुन पाउँदैन। अस्ति मैले सुनिराखेको छु, हिजो अस्ति प्रधानमन्त्रीजी भनिरहनु भएको छ, देशमा उत्तेजना फैलाउन पाउँदैन, हिंसा भड्काउन पाइँदैन। वीरगन्जमा के भइरहेको छ त्यसलाई साथ दिन तपाईँले एसपी फिर्ता गरे होइन? त्यही हिंसालाई साथ दिन तपाईँले, उत्तेजना भड्काउनलाई साथ दिन तपाईँले फिर्ता गरे होइन? सायद तपाईँलाई एमालेका विचारहरू उत्तेजक लाग्यो होला, हिंसा भड्काउन खोजिया लाग्यो होला। उहाँले भन्नुभएको छ, यो सरकार असंवैधानिक हो भन्न थाल्ने हो भने हिजोभन्दा बढ्ता अझ ठुलो आन्दोलन हुनेछ। कहाँ भएको आन्दोलन? तपाईँले आगजनीलाई आन्दोलन भनेको? तपाईँ प्रधानमन्त्री बन्नुभयो, बैठक ढङ्गले बन्नुभयो, तपाईँ प्रधानमन्त्री बनेको हुनाले देशभरिको आगजनी क्रान्ति हुन्छ, सही हुन्छ। त्यो सकारात्मक कुरा हो, त्यो राम्रो कुरा हो। त्यसलाई तपाईँ आन्दोलन भनेर, क्रान्ति भनेर आफू प्रधानमन्त्री भएको हुनाले त्यति सस्तो मूल्यमा यत्रो विध्वंसको महिमा मण्डन गर्दै हुनुहुन्छ। इतिहासले यो विध्वंसलाई महिमा मण्डन गर्नेछ। प्रधानमन्त्रीजी अलिक परसम्म हेरेर, अलिक परसम्म सोचेर बोल्नुहोस्। तपाईँ प्रधानमन्त्री हुनुभयो भन्दैमा यो देशभरि आगजनी, तोडफोड, लुटपाट, यो आतंक, यो अराजकता, विभिन्न तत्त्वहरूको यो ताण्डव नृत्य, यो कुरालाई महिमा मण्डन गर्न सकिँदैन, ग्लोरिफाई गर्न सकिँदैन, यसलाई गर्न पनि हुँदैन। तपाईँ त त्यसै कुरालाई बढावा दिइरहनु भएको छ अनि अरूलाई भन्नुहुन्छ उत्तेजना फैलाउने खालका कुरा नगर्नु। सायद दुर्गा प्रसाद समात्यार त्यही उत्तेजना फैलिने कुरा क्यासेट बाहिर निकालिदियो भनेर। अब यस्ता खालका गतिविधिहरू होइन। सबैलाई संवादमा आउन, विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्न, संविधान बमोजिम देशलाई अगाडि बढाउन, आवश्यक ठाउँमा संविधानको पनि संविधान गर्न नेकपा एमाले खुल्ला छ। तर लोकतान्त्रिक प्रणाली, अनुचित क्रियाकलाप सच्याउनुपर्छ, लोकतान्त्रिक प्रणाली वापस गर्नुपर्दछ, संविधान कार्यान्वयन हुनुपर्दछ, संविधान बमोजिम देश हाँकिनु पर्दछ। नेकपा एमाले यस कुरामा दृढ छ। यसभित्र बसेर सम्पूर्ण कुराहरूमा छलफल गरौँ, संविधानभित्रको निकास खोजौँ। म प्रधानमन्त्रीजीलाई पनि भन्न चाहन्छु, तपाईँ
125 का हुलमा चुनाव सम्बन्धी छलफल गरेको अरे विमर्श। ड्रामा बाहेक के हो? ड्रामा हो त्यो। ड्रामा छोड्नुहोस्, वातावरण बनाउनेतिर लाग्नुहोस् न सक्नुहुन्छ भने। अपराधीले लगेका हतियार खोज्नुहोस् त, फिर्ता ल्याउनुहोस् त। बाहिर छुटाइएका अपराधी किन छुटाइए? कस्ता कस्ता तमासा भए। छोड्ने आदेश दिया छ, छोड्ने आदेश दिया छैन। छुटेको 1.5 घन्टापछि मलाई ल्याएर कागजमा सही गराए भन्छ एकजना जेलर। भएको के हो यस्ता तमासा? अनि यस्ता कृत्य ठगी जालसाजी यस्ता मुद्दाहरू र जेल फोड्ने एउटा सिलसिला सुरु गर्ने, फोडाउने। अराजकता त जहाँबाट सकिन्छ त्यहाँबाट बढाएको होइन। जहाँबाट देश भड्काउन सकिन्छ, देशमा विध्वंस मचाउन सकिन्छ त्यहाँबाट मचाउन खोजेको होइन। यी चिजहरू बन्द गर्नुहोस्, सकारात्मक ढङ्गले सोच्न सुरु गर्नुहोस्। घाम जुन रहन्जेल तपाईँहरू रहने होइन, बरु सहजताका साथ लोकतन्त्र फर्काउने मार्गमा आउनुहोस्। मान्नुहुन्न भने जनताले देशमा लोकतन्त्र फर्काइ छोड्नेछन्। विघटित संसद प्रतिनिधि सभा पुनर्स्थापना गरी छोड्नेछन्। संविधानको बाटोबाट हिँड्न देशमा अवस्थाको सिर्जना गर्नेछन् नेपाली जनताले। त्यसको अगुवाई नेकपा एमाले गर्नेछ, म स्पष्ट पार्न चाहन्छु। अब म धेरै कुरा नगर्नु। हामीले असली बाघ वनमा पनि देखेका छौँ। किताबमा, कपीमा, चित्रमा, अनेक ठाउँमा कहिले कहिले मन्दिरहरू अगाडि ढुङ्गाका बनाएका पनि बाघहरू देखेका छौँ। अहिले देखा परेका बाघ कागजका बाघ। कागजका बाघले तर्साउन नखोजे हुन्छ। नेकपा एमाले एउटा देशभक्त पार्टी हो। देशभक्ति, लोकतन्त्रप्रतिको निष्ठा र देशलाई विकास गर्ने हाम्रो सङ्कल्प अटल छ। यहाँ कागजी बाघले तर्साउने प्रयास नगरेको छ। त्यति भन्न चाहन्छु। म यहाँहरू सबैलाई आजको र्यालीको लागि, र्यालीमा सहभागिताको लागि, उत्साहपूर्ण सहभागिताका लागि र यस सभाको सहभागिताका लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। तपाईँहरू सबै धन्यवादका पात्र हुनुहुन्छ। यस कार्यक्रमको आयोजनाका लागि आयोजक मित्रहरूलाई धन्यवाद भन्न चाहन्छु। भलिन्टियर्सहरूलाई धन्यवाद भन्न चाहन्छु। सञ्चारकर्मी मित्रहरूलाई धन्यवाद भन्न चाहन्छु। ठाउँ उपलब्ध गरेर आउनेलाई पनि धन्यवाद भन्न चाहन्छु। तर अघि नै महासचिवजीले भनिसक्नुभयो, यो अन्तिम होइन, सुरुवात हो। यो कुनै भोट माग्नका लागि चुनावी सभा गरिया होइन। देश बचाउनका लागि, लोकतन्त्र बचाउन, संविधान बचाउन, जनताका अधिकार बचाउनका लागि गरिएको सभा हो। यो नेपाली जनताको सभा हो। एमाले त आयोजना गरेको यस्ता सभाहरू अब आयोजना गर्दै गइनेछ। तसर्थ आगामी दिनमा अझ व्यापक, अझ सशक्त सभाहरू हामी गर्दै जानेछौँ। जबसम्म प्रतिनिधि सभाको पुनर्स्थापना हुँदैन, माग राख्नका लागि राखिएको माग होइन, यो पुरा गराउनका लागि राखिएको माग हो। त्यसकारण यो आन्दोलन अगाडि बढ्दै जानेछ, यसमा सहभागिता बढ्दै जानेछ र यसले सफलता प्राप्त गर्नेछ भन्ने विश्वास गर्दै र सबैमा विश्वास दिलाउँदै, किनभने नेकपा एमाले यसको अग्रभागमा छ। र फेरि एकपल्ट सम्पूर्ण पोलिटिकल पार्टीहरूलाई पनि
पोलिटिकल पार्टीको औचित्य साबित हुने गरी प्रस्तुत हुन पनि आग्रह गर्न चाहन्छु। किन पोलिटिकल पार्टी? त्यसको औचित्य साबित हुने गरी अगाडि बढ्न म आग्रह सबैमा गर्न चाहन्छु। सबैलाई फेरि एकपल्ट धेरै धेरै धन्यवाद भन्दै आफ्नो भनाइ टुङ्ग्याउँछु। धन्यवाद।